नमस्कार दर्शकवृन्द, आज हामी नेपालका सबैभन्दा धेरै सोधिने प्रश्नबारे कुरा गर्न गइरहेका छौँ। अब नेपालमा चुनाव हुन्छ कि हुँदैन? राजनीतिक अस्थिरता, सरकारको भविष्य र जनताको चिन्ता। पुरा भिडियो हेर्नुहोस् अन्त्यसम्म। अहिले नेपालमा राजनीतिक अवस्था निकै अन्योलपूर्ण छ। सरकारको स्थायित्वमाथि प्रश्न उठिरहेको छ। सत्तारूढ दलहरूबीच मतभेद देखिएको छ र प्रतिपक्षले पनि दबाब बढाइरहेको छ। यस्तो अवस्थामा जनताको मनमा एउटै प्रश्न छ, अब चुनाव त हुन्छ कि हुँदैन? संविधान अनुसार सरकार असफल भएमा वा संसद विघटन भएमा निश्चित समयभित्र चुनाव गर्नै पर्छ। तर अहिलेको परिस्थिति हेर्दा सरकार चुनाव टार्न चाहिरहेको देखिन्छ, किनभने आर्थिक अवस्था कमजोर, व्यवस्थापन चुनौतीपूर्ण, राजनीतिक सहमति नजुटेको, तर अर्कोतर्फ जनताको दबाव दिननुदिन बढ्दै गएको छ। महँगी, बेरोजगारी, भ्रष्टाचार यी सबै समस्याले जनतालाई आक्रोशित बनाएको छ। यदि राजनीतिक दलहरूबीच सहमति भएन भने चुनाव अपरिहार्य हुन सक्छ। तर यदि कुनै प्रकारको नयाँ सत्ता समीकरण, विश्वासको मत सम्झौता भएमा चुनाव केही समयपछि धकेलिन पनि सक्छ। अर्थात् चुनाव हुने सम्भावना छ, तर मिति अझै अनिश्चित छ। अब चुनाव हुन्छ कि हुँदैन भन्ने कुरा राजनीतिक निर्णयमा निर्भर छ, जनदबाव कति बढ्छ भन्नेमा निर्भर छ। तपाईलाई के लाग्छ, अब चुनाव हुनुपर्छ वा केही समय कुर्नुपर्छ? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। भिडियो मन परे लाइक, सेयर गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।